गुड मर्निङ साथीहरू, शुभ दिन। सबैजनाको दिन शुभ रहोस्। आजको दिनमा तपाईँहरूले जे चिताउनु भएको छ सबै कुराहरूको पुरा होस्। र यो चाहिँ मैले तपाईँहरूलाई मेरो गमलामा रोपेको खुर्सानी, अक्कबरे खुर्सानी देखाउँदैछु। अहिले चाहिँ जेठ 8 गते पुगेको छ, तर मैले चाहिँ वैशाखदेखि नै यो खुर्सानी खान थालेको। यो खुर्सानी चाहिँ मैले गमला, त्यसमा पनि प्लास्टिकको गमलामा रोपेको छु। 10-15वटा बोट छन्। यो चाहिँ पुरानो बोट हो। अघिल्लो वर्ष पनि हामीले खायौँ, अहिलेको वर्ष पनि फलिरहेको छ। यसरी आफ्नै गमलामा थोरै थोरै आफ्नो बारी जे छ, जति माटो छ त्यतिलाई प्रयोग गरेर यसो आफूलाई खानु मन लागेको, जिब्रोले खोजेको बेला चाहिँ अक्कबरे खुर्सानी अथवा जुनसुकै पनि मैले सानो खालको टमाटर पनि रोपेर प्रशस्तै मात्रामा यो हिउँदको महिनामा खाएँ, अहिले पनि छ होइन। अनि त्यस्तै गरी कागती पनि रोपेको छु। अरू पनि यसरी खुर्सानी यति फलिरहेको छ, 10 बोट जति छ। तर हेर्नु न कस्तो राम्रो छ। शुभ दिन, सबैको दिन शुभ रहोस्। बाई बाई।